सो हेलो एभ्रिवान, हामी चाहिँ आज बाँझोबारीमा खाल्टो खन्नलाई आएको छौँ। हेर्न सक्नुहुन्छ साथी अनि यहाँ मिलन दाई हुनुहुन्छ, उता मेरो दाई अनि म यहाँ चाहिँ मिलन दाई हो। उहाँले चाहिँ यो बाँझोबारीमा खाल्टो खनेर बुद्ध चित्त मालाको बिरुवा रोप्ने रे। सो त्यसैको लागि चाहिँ यहाँ होइन ए यहाँ चाहिँ के को लागि पानी यहाँ माथि आकाशबाट परेको पानी जमाउनको लागि। ल ठिक छ, ल यता हेलो भनिदिनु। रमेश पनि भन् हेलो। र हामी चाहिँ यहाँ खाडल खन्न आउँदैछौँ, खाडल खन्दैछौँ। अब खन्न लागेको होइन, यही हो। मुनि मुनि जान्छ नि त। यहाँ तलतिर चाहिँ बुद्ध चित्त मालाको बिरुवा रोप्ने रे। यहाँनिर भएन है, सानो यहाँ उसको बाहिर गयो क्या, यहाँ कसो फेरि भ्यास्ती जान्छ त्यहाँ खन्नु हुँदैन। अनि खन्ने होइन कि, सानो मतलब यो डिल सानो भयो भन्नु खोजेको। यहाँ चाहिँ खन्नु भएन यसलाई। अब त्यता धेर छुतिर नखने केटा, डिल चाहियो नि दरी त। र फाइनली हामीले चाहिँ खाडल यति पारिसक्यौँ, लगभग आधी जति, अझै आधी बाँकी छ। चाहिँ खन्दैछ एउटा साथी। यहाँ चाहिँ हामीले लगभग सिद्धिसक्यो। यहाँ चाहिँ खाडल खन्छौँ, यति नै हो अहिले चाहिँ खाडल खन्ने। र अब तलतिर बाँकी छ, तलतिर चाहिँ बुद्ध चित्त मालाको बिरुवा रोप्नको लागि सानो खाडल खन्दैछन्। यहाँ दाई साथी हो। र यो खाडल चाहिँ यत्रै खनिन्छ, धेरै ठुलो खनिँदैन, खन्दैछौँ। यो गरामा तिनवटा मात्रै कि परेसम्म? यो चाहिँ यो एउटा अनि यो दुईवटा, योसँग तिनवटा। अब तलतिर बाँकी छ, यो एउटा नि खनिसक्यो तल। अब यहाँ खन्दैछौँ। आज चाहिँ हामी लगभग 30-40वटा खाडल खन्छौँ। सो हेर्न सक्नुहुन्छ, तिनवटा चाहिँ भयो, 4वटा नि भइसक्यो। अब त्यहाँ बाँकी एउटा छ अनि लगभग 30-40वटा जति खाल्टा खन्नु छ। यहाँ तलसम्म हो। घाम पनि के विधि लागेको हो यस्तो, बाफरे बाफ, पुरै चरो घाम लागिरहेछ। अब हामी चाहिँ लास्ट चरो घाम लाएर अब यहाँ शीतलमा बस्छौँ एकछिन। लास्ट चरो घाम लागिरहेको छ, त्यही भएर। र आजको काम चाहिँ हाम्रो लगभग सिद्धिन लागिसकेको छ। र अघि चाहिँ हामीले लगभग 2-3वटा खाल्टा खनेको थियौँ र अहिले चाहिँ 25-30वटा खाल्टा खनिसकेको छौँ। यता मासतिर पनि टन्नै खनेको छौँ। र अब चाहिँ हामी एकछिनमा अब एउटा दाई खाजा लिन जानुभएको छ तल, र हामी चाहिँ खाजा खाएपछि अलिअलि बाँकी छ, 1-2वटा बाँकी, त्यस पछाडि खनेर घर जान्छौँ। सो यही हो आजको हाम्रो काम। सँगसँगै यस्तै छ हाम्रो चाहिँ काम। देखाएको छ खाना ठाउँमा, देखाएको छ फोन लेखाइन अनि। र हाम्रो खाजा पनि आइसक्यो। अब हामी खाजा खान्छौँ। दाइले चाहिँ खाजा लिएर आउँदै हुनुहुन्छ। के खाजा ल्याउनु भएको, यस्तो नल्यायो भने हुन्थ्यो, हामी खाँदैन थियौँ, कस्तो ल्याइदिएर यस्तो किन ल्यायो होला। अब चाहिँ हामी खाजा खान्छौँ, त्यस पछाडि काम सुरु गर्छौँ। एकछिन अलिअलि बाँकी छ, 3-4वटा जति खाल्टल बाँकी छ। कतिवटा भयो अहिलेसम्म? र यो चाहिँ अब के अरे ट्याङ भनिन्छ। अब खाजा खान लाग्दैछौँ हामी चाहिँ। र यहाँ चाहिँ खाजा निकाल्दै हुनुहुन्छ। कुनै भएन क्या चिप्नु, नङ भएन क्या। देखाउनु पऱ्यो नि त। अनि यसो भ्लग खोर्सानी पनि ल्याएर छ न, चट्टा लाएर खोर्सानी, चट्टा लाएर चिउरा, दालमोट, अनि यो ट्याङ दास पाराले खाने हो। अझै रह त खोर्सानी। उठ केटा उठ, उठ आइज्यो, खाडल नखन। अब खाजा खाँदै थियौँ, पानी परेर खत्तमै पार्यो नि। पानी पो छिट्याउनु थाल्यो।
ल हामी चाहिँ खाजा खाँदै थियौँ खाजा खान पनि दिएन पानीले पानी चाहिँ एकदम ठुलो पर्ला जस्तो भइसक्यो मासतिरबाट कालो निलो भएर अब चाहिँ हामी जान लागेको घर हतार हतार गरेर जुम 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 खाल्टोमा छिरिहाल्नु अब चाहिँ हामी जाने भनेको यो खाल्टोभित्र हो माटो फ्याल्नु छ त्यही हो पानी पर्ला जस्तो छ पानी छिटाइरहेको छ हल्का हल्का त्यही पनि अब एकछिन बस्छौँ पानी धेरै पऱ्यो भने चाहिँ घर जाने हो र खाजा चाहिँ हामीले खाइसक्यौँ आधी उधी जति चाहिँ धेरै चाहिँ खाएनौँ पानी परिरहेको थियो त्यही भएर ल हेर्नुहोस् अघि भर्खर पानी परेको थियो यति धेरै पानी परेको थियो ठुलो कालो निलो मौसम पनि पुरै चेन्ज भएर पानी परेको थियो त्यही भएर हामी चाहिँ घर जाँदै थियौँ पानी पर्दा परिरह्यो त्यही भएर घर गएको यहीँ तल हो र एकछिन बसेको अचानक घाम लाग्यो हेर्नुहोस् न पुरै घाम लाग्यो मौसम पनि फेरि चेन्ज भयो र फेरि हामी चाहिँ काममा आइसक्यौँ खाडल खन्नलाई र आएर पनि हामीले एउटा यो चाहिँ बाँकी नै छ र यता नि बाँकी छ 2-3वटा चाहिँ खन्दैछौँ र हाम्रो चाहिँ काम सिद्धिसक्यो अब चाहिँ हामी घर जान्छौँ र खाल्टा पनि हाम्रो लगभग 30-35वटा जति खाल्टा खन्यौँ र हामी चाहिँ अब जान लागेको घर सो यही हो हाम्रो चाहिँ आजको काम यस्तै छ यही हो खाल्टा उहाँ माथिदेखिको हामी घरै पछि खाल्टा खन्दै खन्दै आएको हो आजको चाहिँ हाम्रो काम यति नै हो अब चाहिँ घर जाँदैछौँ हामी चट्ट लाएर साँझ पनि परिसक्यो के बोकिसक्यो हो चट्ट लाएर जाने घर र जम्मा 30वटा होइन केटा 30वटा खन्ने छ खाडल कहिले हालिसक्नु यो बाटो पनि कस्तो भिड छ भने तल रोड छ यहाँ चाहिँ यति माथि छ क्या पुरै कस्तो अप्ठ्यारो छ बाटो पनि जाँदैछौँ यही हो यस्तो छ जाउँ है ओ चाहिँ मनोज सर हो लुकीको र म चाहिँ जाँदैछु यस्तो अप्ठ्यारो हुने बाटो यहाँबाट चिप्ल्यो भने चाहिँ सिधै तल राम्रोसँग पुगेर ठिकै हो ढुङ्गा सुङ्गाले चाक्दा राल्दै हुन्छ यस्तो अप्ठ्यारो हो कि बाटो चाहिँ तेह्र हजुरको कहाँबाट खन्ने लास्ट अप्ठ्यारो क्या बाटो चाहिँ मासको दाल के हो यस्तो बाटो चाहिँ यस्तो छ हामी बाटो यो पानी परेर रोडको भित्र भएर एकदम पहिरो जाने भएर बाटो बिग्रियो क्या सो म पनि रोडमा आइसकेँ तल चाहिँ हामी चाहिँ आइसक्यौँ ल हेर्नुहोस् बिरुवा चाहिँ यही हो यहाँ पनि रहेछ एउटा चाहिँ माथि पनि रोप्ने हो यही यस्तै बिरुवा रोप्ने हो